हेलो गाइज, हेर्न सक्नुहुनेछ तपाईहरुले यो धान खेती। अहिले पनि धान निन्द्रामै छ। यो पछिल्लो वर्षाका कारणले गर्दा यो सुतेको धान, अहिलेसम्म यो धान फलेको धान पनि सबै नष्ट भयो। यो ठुलो क्षेत्रफलमा भएको यो धान खेती भगरा नरसिंह गाउँपालिका अन्तर्गत रहेको यो धान यहाँ लगभग ठुलो क्षेत्रफलमा फैलिएको छ यो धान खेती। तर पनि यो पछिल्लो वर्षाका कारणले गर्दा धान खेतीमा पुरै निकै समस्या आयो। किसानहरूलाई एउटा समस्यामा धकेलिदियो, जुन यहाँ भिडियो मार्फत हेर्न सक्नुहुनेछ। यी हेर्नुस्, यस्तो छ धानको अवस्था, जुन पुरै यो वर्षाले धानैलाई सुताएर नष्ट पारिदियो। यसरी छ। अहिले पनि काट्ने अवस्था छैन धानको, किनभने खेतमा पानी जमेको छ, खेतैभरि पानी जमेको छ। खेत सुकेको छैन, गाडी ल्याउने अवस्था छैन, ट्र्याक्टर आउने अवस्था छैन, पानी नै पानी छ। त्यसैले अहिले पनि समस्या छ। यी हेर्न सक्नुहुनेछ। यस्तो छ धानको अवस्था। किसानलाई चारैतिरबाट दुःखले नै घेरेको रहेछ। सुरुमा चाहिँ पानी परेन, मेसिन मोटर लगाएर धान रोप्यो, त्यही पनि पानी परेन। अनि फेरि धान बचाउनको लागि मसिन मोटर लिएर पानी हालेर धान बचायो। जसोतसो भयो। पछिल्लो टाइममा आएर फेरि यति पानी आयो कि धानै नष्ट गरिदियो। यसरी हेर्न सक्नुहुन्छ यो धान, सुतेको धान। त्यसैले किसानलाई यस पालिको खेती सहज भएन, दुःखदायी नै रह्यो। यसरी फलिएको धान रहेछ। यो धान खेती भक्रा नरसिंह गाउँपालिका अन्तर्गत वार्ड नम्बर 6 अन्तर्गत रहेको छ धान खेती।